Hello everyone, welcome back again. हिजोको हाम्रो भिडियोमा चाहिँ we showed you our return journey from Surkhet to Kathmandu, but in today's video we'll show you the beginning of our journey from Surkhet to Nagama, Kalikot. Actually, we took a highest bus from Surkhet to Kathmandu. They charged us rupees 3,000 per person. खासमा चाहिँ सुर्खेतबाट कालीकोट जानको लागि बस र जीप पनि पाइने रहेछ, तर हामीले चाहिँ हायेस्टले नै छिटो पुराउला भनेर हायेस्ट चुज गर्यौं। तर यसको नेगेटिभ साइड चाहिँ एउटा के भयो भने हायेस्टमा जति मान्छे अट्नु हुन्छ त्यो भन्दा बढी उहाँहरुले सामान पनि खादेर अटाउने गर्नु हुँदो रहेछ। यस्तो स्केरियस रोडमा मान्छेहरुसँग अप्सन्स पनि नहुने, गाडी पनि धेरै नआउने भएर जस्तो बस पाउनु भयो त्यस्तैमा बस्नु हुँदो रहेछ। And the guy responded us this way. अनि अर्को हामीलाई नौलो लागेको कुरा चाहिँ हामीले टिकट काटेर सिट बुक गरिसकेर बस्दाखेरि पनि हायेस्टको मान्छेहरुले चाहिँ बाटोमा भेट हुनु भएको बाख्रा चामल सहित मान्छेहरुलाई चाहिँ राख्ने गर्दिनु हुँदो रहेछ। त्यो कारणले गर्दाखेरि हामीलाई यात्रामा असहज पनि हुन पुग्यो। अनि प्राय हामीले एउटा कुरा के नोटिस गर्यौं भने यो रुट देखि रारा रुटसम्म गाडी चलाउने ड्राइभरहरु चाहिँ निकै रेस्पेक्टेड हुनुहुन्थ्यो। किन नहुँ पनि यस्तो बाटोबाट चलाउनु पर्दो रहेछ। हेर्नुस् न, यस्तो रोड एक्सिडेन्ट यो बस ढल्ने त दिनको एक दुई एउटा नर्मल हो भन्ने सुन्नमा आयो। गाडी पनि सुर्खेतदेखि कालीकोट गइरहेको थियो। ऑल थ्यांक्स टु गॉड धन्न कसैलाई धेरै केही क्षति भएको थिएन, तर सुन्नमा आइरहेको थियो 2-3 जना महिलाहरु थोरै घाइते हुनुभयो भनेर। बस उठाउनको लागि डोजर कुर्नु भएको पनि 1 घण्टा जति भइसकेको रहेछ। So now we'll share the remaining information in our next video. Follow for more. Bye.